वेलकम टु स्मार्ट गाइड च्यानल। आज स्मार्ट गाइड च्यानलले धेरै राम्रो भिडियो लिएर आएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको ठूलो संख्यामा विज्ञापन खुलाउँदैछ। कहिले विज्ञापन खुल्दैछ? कति संख्यामा खुल्दैछ? उमेर कति चाहिन्छ? शैक्षिक योग्यता कति चाहिन्छ? आजको यो भिडियोमा डिटेलमा भन्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो मन परेमा लाइक गर्नुहोला, साथीलाई शेयर गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर पनि जोड्नुहोला। लागौं आजको भिडियोतर्फ। नेपाल प्रहरीमा जनपद प्रहरी समूह अन्तर्गत रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीतर्फ खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नको लागि माग खुलेको छ। आवश्यक माग पद संख्या खुल्ला तथा समावेशी गरी 1 प्रहरी जवानमा 1543 जना, 2 प्रहरी कार्यालय सहयोगी हजाममा -12 जना, टप्स 3 प्रहरी कार्यालय सहयोगी कुचिकारमा -15 जना। दरखास्त फारम भर्ने मिति सार्वजनिक बिदाको दिन बाहेक 2079 असोज 19 गतेदेखि कार्तिक 1 गतेसम्म, समय बिहान 10 बजेदेखि कार्यालय समयसम्म। दरखास्त फारम पाइने र बुझाउने स्थानहरू 1 7वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू, 2 जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, 3 66वटा जिल्ला प्रहरी कार्यालय। दरखास्त दस्तुर प्रहरी जवान जनपदतर्फ रु 300/- बुझाएर एक भन्दा बढी समूहमा दरखास्त दिने भएमा रु 60/- का दरले थप दस्तुर लाग्नेछ। प्रहरी कार्यालय सहयोगी तर्फ रु 20/ बुझाएर एक भन्दा बढी समूहमा दरखास्त दिने भएमा रु 40/- का दरले थप दस्तुर लाग्नेछ। उमेर हद प्रहरी जवानको पदको लागि दरखास्त फारम भर्ने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 23 वर्ष ननागेको। प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 26 वर्ष ननागेको। आवश्यक न्यूनतम योग्यता प्रहरी जवान पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 8 वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, आतंकवादी संगठनको सदस्य नरहेको, भविष्यमा सामान्यतया सरकारी नोकरीको लागि अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको, आँखा जाँच नसक्ने भन्दा कमजोर नभएको पुरुषको हकमा छाती 31-33 तोल 50 केजी हुनुपर्ने, महिलाको हकमा छाती 4 फिट 10 इन्च तोल 40 केजी हुनुपर्ने। प्रहरी कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जान्नेको पुरुषको हकमा घटीमा 5 फिट 2 इन्च छाती 31-33 र तोल 50 केजी, महिलाको हकमा घटीमा 4 फिट 10 इन्च तोल 40 केजी। दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू 1 नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 2 आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्रत्येक तहको चारित्रिक, स्थायी वा प्रोभिजनल प्रमाणपत्र र ट्रान्सक्रिप्ट मार्कसिट 3 हालसालै खिचेको पासपोर्ट साइजको फोटो 5 प्रति, 4 अमर, अशक्त प्रहरी परिवार, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रको हकमा सोही पुष्ट्याइ हुने कागजपत्र। थप जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट लिंक टु nepalpolice.gov.np हेर्नुहोस्। धन्यवाद। जय नेपाल।